today is हाम्रो भिनाजु चाहिँ दिदी र कस्तो लागिरहेछ त Hi guys, today is day 8 in Virginia and we are going to West Virginia, all the way from Virginia, and here is driving and here is our Binaju, Didi Binaju, and म चाहिँ घरमा रेडी हुन नभ्याएर गाडीमा फटाफट रेडी भएँ। आज पनि लिपस्टिक लगाएको छैन, अब म कतै रोकेपछि लगाउँछु किनकि लिपस्टिक बिग्रियो भने मिक्स हुन्छ। एन्ड सी माई मेकअप त्यस्तो राम्रो त गरेको छैन तर पनि हल्का फुल्का। हामी अब जाँदैछौँ यतातिर, यस्तो रमाइलो छ। अब म हजुरहरूलाई बाटोमा हामी कसरी जान्छौँ, कुन वे हुँदै जान्छौँ देखाउनेछु। जाने होइन त हामीसँग, ल जाउँ। चाहिँ अलमोस्ट वान आवर ड्राइभ गरिसक्यौँ। त्यसपछि हामी चाहिँ अहिले यहाँ चना खाँदैछौँ। हाम्रो दिदीले बिहान उठेर बनाउनु भएको शुद्ध शाकाहारी चना, शुद्ध शाकाहारी चना र खस्छ भन्ने डरले कफी कपमा खाइरहेको छौँ। अनि त्यसपछि चाहिँ यहाँ दिवसतिर चाहिँ खानु भएको छैन। उहाँले चाहिँ मन्दिर जानुभन्दा अगाडि केही खानुहुन्न अरे, मन्दिर पुगेपछि खान्छु। मलाई चना राख्दै भन्नुभएको छ, फेरि भेन्छ कि भन्ने डरले। नडराउनु, हामी राखिदिन्छ। मलाई एकदम मनपर्ने कुरा हो नि त त्यो। फेरि अरू भएका भए मलाई केही दाजु पनि यता हुनुहुन्छ, दिदी दाजु पछाडि बस्नुभयो, हामी अगाडि बसेको छौँ। र है त अब चना खाँदै खाँदै जानुपर्छ वेस्ट भर्जिनिया। अब चाहिँ हामी फाइनली only 2 hours remaining for to reach our destination. राम्रो छ यस्तो माउन्टेनहरू, एकदम राम्रो छ वेस्ट भर्जिनिया पनि। एकदम वान अफ द गुड बेस्ट डेस्टिनेसन, प्लेस टु भिजिट। यहाँ चाहिँ यस्तो रहेछ, एकदमै रमाइलो भइरहेको छ यात्रा। अब हामी जाँदैछौँ वृन्दावन। कस्तो होला त वृन्दावन, राधाकृष्णको प्रेम कथाहरू पढ्न पाइएला त्यहाँ सायद। हामी त्यही होप गरिरहेका छौँ। के पाइएला त नयाँ नयाँ कुरा, अझै थाहा नभएका अझै ज्ञान बटुल्दै जानेछौँ हामी। ल गाइज, हामीहरू चाहिँ अब वेस्ट भर्जिनियाको वृन्दावन मन्दिर नजिक आइपुगिसकेका छौँ। 4 घन्टा त हामी आइसक्यौँ। अब लगभग आधी घन्टा बाँकी रहेको छ। यहाँ हेर्नुहोस् मौसम कस्तो राम्रो छ। हेर्दाखेरि चिसो देखियो पनि चिसो चाहिँ छैन है यहाँ। अनि यता रमाइलो छ, अलिअलि क्लाउडी पनि छ, डार्क क्लाउड्सहरू छ, बाटोहरू यस्तै छ घुमाउलो। त्यसपछि चाहिँ यता गाडी चलाइराख्नु भएको छ। हामी चाहिँ दिदी बिनाजु अनि म चाहिँ हल्का फुल्का सुतेर उठ्यौँ, हल्का फ्रेस भयौँ। र बाटो इन्जोय गर्दै हामी चाहिँ हिँडिरहेका छौँ। दिदी हजुरलाई कस्तो लागिरहेको छ त? दाजु आइपुग्न आँटिसक्यो। हामी अब बिहानै उठेर आएको, आउँदा हिँड्दै ढिला भयो। बिहानै 9:30 बजे उठेर आएको हामी। 9:30 बजे बिहानै चाँडै उठेको, राति 7 बजे 8 बजे उठेको। राति नै थियो उज्यालो, राति 7 बजे, राति 8:30 बजे उठेको हामी। घाम झुल्केकै थिएन, कुकुरो बासेकै थिएन। त्यस्तरी आएको, 8:30 बजे उठेर आएको हामी। टाढा रहेछ। अब हामी जाँदैछौँ। हेर्नुहोस् त गाइजहरू, अघिसम्म चाहिँ कस्तो राम्रो वेदर थियो, अहिले भर्खर यस्तो भइसकेको छ। पानी, अमेरिकाको मौसम यस्तै छ, भर्खरै पानी पर्यो। हामीलाई स्वागत पनि गरेको होला सायद पानीले है। राम्रो छ, रमाइलो छ, अलिअलि चिसो हुँदैछ। अब जाउँ है त कस्तो हुँदैछ त। ल कस्तो रहेछ वृन्दावन, अब हेर्नुपर्छ सबैजना मिलेर। ल गाइज, हामी अब न्यू वृन्दावनको गेटमा इन्टर गर्न लागिसक्यौँ।
ओके गाइज, अहिले चाहिँ हामी आइपुगेका छौँ वृन्दावन धाम वेस्ट भर्जिनिया र हजुरहरू देख्न सक्नुहुन्छ हामी यति बेला यो वेस्ट भर्जिनिया वृन्दावन धामको फ्रन्ट गेट अगाडि छौँ। अब यहाँबाट हामी भित्र जाँदैछौँ। अति नै राम्रो यो इन्ट्रान्स गेट नै अति नै डिभाइन छ होइन त। यहाँको आर्किटेक्चर देख्दा पनि एकदम राम्रो लाग्यो। हामी चाहिँ अब यहाँ बेल रिङ गरेर यो बेलको रिङसँग यो बेलको मधुर आवाजसँगै मन्दिरमा इन्टर गऱ्यौँ। कति राम्रो हेर्नु त, कति दिव्य, कति सुन्दर। आहा, यहीँ बसिराखौँ जस्तो लाग्ने। र यो सेक्सनमा चाहिँ भागवत गीताहरू राखिएको रहेछ। धेरै भाषामा अनुवाद गरिएको भागवत गीता। मैले भागवत गीता पुरै त पढिसकेको छैन, तर मलाई केही श्लोक, केही भागवतका केही श्लोकहरूको ज्ञान भने अवश्य छ। यहाँ हजुरहरूले जप गर्ने, च्यान्ट गर्ने मालाको वृक्ष देख्न सक्नुहुन्छ। र भागवत गीता मैले भने नै हालेँ, धेरै भाषामा अनुवाद गरेर अति नै सुरक्षित, अति नै राम्रोसँग राखिएको लाग्छ कि भगवान् श्रीकृष्ण हामीसँग डिरेक्टली बोलिरहनु भएको छ। हरेक यदि लाइफमा क्लियरिटी चाहियो भने भनिन्छ भागवत गीता पढ्नु भनेर। यसरी नै हामी दुईजना आज राधा रानीको कृपा, भगवान् श्रीकृष्णको माया र यहाँहरू सम्पूर्णको माया आशीर्वादले गर्दा श्रीमान श्रीमती यस्तो पवित्र ठाउँमा सँगै घुम्न पाइरहेका छौँ। मलाई लाग्छ, हामीलाई लाग्छ यो दिस इज नन अदर देन अ ट्रु ब्लेसिङ फ्रम श्रीकृष्ण। सो अति नै इन्जोय गरिराखेको छौँ यो पल दुईजना साथमा यति राम्रो ठाउँमा कुनै कुराको पनि मनमा चिन्ता नगरिकन घुम्न पाउनु। दिस इज अमेजिङ, दिस इज सो 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 डिभाइन। र यसरी श्रीमान श्रीमती एकअर्काको हात समाएर यस्तो पवित्र ठाउँमा हिँड्दा लाग्छ भगवान् श्रीकृष्णले हाम्रो सम्बन्धमा पनि भगवान् श्रीकृष्णको गाइडेन्स पाइराखेका छौँ। शब्द मात्रमा होइन, यो हरेक डिरेक्सनमा, लाइफको हरेक पलमा भगवान् श्रीकृष्णले डिरेक्सन दिइरहनु भएको फिल हुन्छ। यसरी भित्रको दर्शन गरिसकेपछि हामी यहाँ यो मयूर हेर्न आयौँ। अति नै सुन्दर मयूर आफ्नो प्वाँख फिजारेर मयूरले आफ्नो नृत्य, आफ्नो कला देखाइरहेको छ। यहाँ हजुरहरू देख्न सक्नुहुन्छ। र यो मयूर देख्दा हामीले अनेक कृष्ण लीला, कृष्णका कथा गाथाहरूमा सुनेका कृष्णजीको मोहन रूपको याद आउँछ यो मयूर देख्दा। जसरी उसले आफ्नो ब्युटी प्रस्तुत गरिरहेको छ, यस्तो ब्युटी, यस्तो ग्रेस देख्दा भगवान् श्रीकृष्णका अन्य रूपहरूमध्ये मोहन रूपको एकदमै याद आउँछ। यो मयूर यहाँ एउटा चरा मात्र नभएर यहाँको यो डिभाइन एनर्जीको, यो यहाँको इन्जोय, जोय, लीला र भगवान् श्रीकृष्ण हामीसँगै हुनुहुन्छ भन्ने कृष्णजीको प्रेजेन्स पनि हो जस्तो लाग्छ। र भगवान् श्री गणेश स्वरूप हात्तीको दर्शन गर्ने अवसर पनि हामीलाई जुर्यो। जय श्री गजानन भगवानको जय। Guys, this is the Massey Street shop where we're gonna buy some presents for our home, sweet home. Look at this shop. The gifts are so beautiful. Here are beaded chains. This one is so beautiful. See here is Krishna ji along with Majurs, and here is the bracelets and all those things they are selling. And here you can see elephants and bigger statue of different kinds of gods, especially Krishna. And this is elephant is also the symbol of Krishna, Lord Krishna. Here we can see clothes as well. Here is Krishna and Radha Rani, and here is some of the necklace designs, and here is jhumkas and all those things for girls. And here is the statue. So we will take something from here for our home. र त्यसपछि हामी आयौँ यहाँ नजिकै रहेको गौशालामा, जहाँ गाईहरूलाई अति नै स्नेह
प्रेमका साथ राखिएको छ। मलाई युएस आएदेखि गाईसँग यसरी स्पर्श हुने अवसर जुरेको थिएन र मलाई यो सौभाग्य यहाँ मिल्यो। मलाई अति नै आनन्द लाग्यो गौमातासँग यसरी नजिक भएर गौमाताको समीपमा रहँदा अति नै दिव्य आनन्द फिल भयो। यहाँहरूले देख्न सक्नुहुन्छ गौमातालाई कति प्रेम स्नेहसँग राखिएको छ र यसरी नै गौमातालाई आशीर्वाद लिएर गौमाताको आशीर्वाद लिएर हामी फेरि यहीँ बाहिर घुमिरहेका छौँ। ओके, वृन्दावन धाम वेस्ट भर्जिनिया। शर्माजी कस्तो लागिरहेछ त? एकदम राम्रो, एकदम सुन्दर, शान्त, सुशील, यस्तो चराहरूको आवाजहरू सुन्न पाएको यस्तो राम्रो फिल भएको। हातमा के किन्नु भयो त? त्यो हातमा मैले यो घरको लागि केही सामानहरू किनेको छु। म मेरो घरमा गएर सजाउने छु अनि भ्युवर्सहरूलाई पनि पक्कै पनि देखाउने छु। गुड। त्यहाँ एउटा मन्दिर बाहिर एउटा मन्दिरकै टेम्पलको सामग्री पाउने सानो पसल रहेछ। अनि त्यहाँबाट नाइस। ब्याग पनि दिनुभएको उहाँहरूले गिफ्टमा। थ्याङ्क यू। अनि मलाई यो दिदीले किनिदिनु भएको। थ्याङ्क यू दिदी। कति राम्रो। ल है त गाइज हेर्नुहोस् कति राम्रो, सुन्दर, मनोरम, शान्त, एकदम पिस, सेरेनिटी। ल यदि हजुरहरू पनि आउन चाहनुहुन्छ भने वेस्ट भर्जिनियामा छ वृन्दावन धाम। कति मिठो। हामी जति सक्छौँ हजुरहरूलाई क्याप्चर गरेर देखाउनेछौँ है त। हाम्रो भिनाजु चाहिँ दिदीका दिवसलाई भेट्नको लागि यसरी कुदिराख्नु भएको छ। हामी त भिडियो सुट गर्दैथ्यौँ, उहाँहरू चाहिँ हामीलाई छोडेर जानुभयो। भिनाजु चाहिँ यसरी कुदेर भेट्न थालिराख्नु भएको छ। म पनि बिस्तारै हिँड्दैछु। र यसपछि हामी यहीँ नजिकै रहेको प्रभुपद प्यालेस अफ गोल्ड हेर्न आयौँ। एकदमै सुन्दर, दिव्य, राम्रो लाग्यो। यो पनि विश्वलाई कृष्ण चेतना दिने गुरुका लागि प्रेमले बनेको महल। र अब यति हेरिसकेपछि अब हामी घरतर्फ फर्किनेछौँ। हामीले यहाँ निकै इन्जोय गऱ्यौँ। र यसरी नै यो वृन्दावन धामको यात्रा अत्यन्तै शान्त, पवित्र र मेमोरेबल रह्यो। मन, तन र आत्मा तिनै कुराहरू एकअर्कासँग कनेक्ट भएको जस्तो फिल भयो। इफ यु गाइज एभर गेट अ चान्स यो ठाउँ चाहिँ एकचोटि भिजिट गर्नै पर्नेछ। र यति भन्दै आज हाम्रो भ्लगबाट हामी पनि बिदा हुनेछौँ। हाम्रो च्यानललाई यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। हाम्रो भिडियोहरू यहाँहरूलाई कस्तो लाग्छ, मनपर्छ भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला। जस्तो लाग्छ सल्लाह सुझाव दिन नबिर्सिनु होला। र see you guys on tomorrow's vlog. Thank you for watching. Don't forget to like, share and subscribe. Bye bye.